नमस्ते है साथीहरू। आज हामी चाहिँ कहाँ छ भने चाहिँ आसामबाट चाहिँ हामी अहिले कहाँ जाँदैछ भन्दाखेरि चाहिँ यहाँ हामी कामाख्या देवी मन्दिरको दर्शन गर्न जाँदैछ है। अनि यहाँ चाहिँ अब हामी जब गेटबाट एन्ट्री गऱ्यो है, अनि माथि पुगेर चाहिँ हामीले गाडीसाडी राखेर चाहिँ हामी हिँड्दै जाँदै थियो। तपाईँहरूलाई थाहा भएकै कुरा हो, कामाख्या मन्दिरसम्म आइपुगेको छौँ हामी। अहिले तपाईँहरूले देख्न सक्नुहुनेछ है, यहाँ दर्शन गर्न आउने श्रद्धालुहरूको निकै लामो लाइन भिडहरू पनि छ। र भारतका विभिन्न राज्यबाट मात्र होइन, नेपालका लगायत अन्य ठाउँहरूबाट पनि भक्तहरू दर्शन गर्न आउनुहुनेछ है। अनि कामाख्या मन्दिर भारतको आसाम राज्यको गुवाहाटी सहर नजिक नीलाञ्चल पहाडमा अवस्थित छ। यो मन्दिर हिन्दू धर्मका प्रमुख शक्तिपीठहरूमध्ये एक मानिन्छ। पौराणिक कथाअनुसार है, सती देवीले आफ्नो पिता दक्षमले आयोजना गरिएको यजमान अपमान सहन नसकी आत्मदान गर्नुभयो र त्यसपछि भगवान शिवले सतीको शरीर बोकेर ताण्डव गर्नुभयो। संसारको रक्षक गर्न हुने भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रयोग गरी सतीदेवीको शरीरलाई विभिन्न भागमा विभाजन गर्नुभयो। जहाँ जहाँ त्यो अङ्गहरू खसिए त्यही शक्तिपीठहरू स्थापना भए। कामाख्यामा सतीको योनि गर्भस्थ खसिएको विश्वास गरिन्छ है। त्यसैले यो मन्दिरलाई सृष्टि शक्ति र मातृत्वको प्रतीक मानिन्छ। यस मन्दिरमा अर्को कुरा विशेषता भनेको यहाँ देवीको मूर्ति छैन। प्राकृतिक रूपमा एउटा पवित्र शिलाबाट निरन्तर पानी बगिरहन्छ र त्यही स्थानलाई देवीको रूपमा मानि पूजा गरिन्छ। यति धेरै भक्तहरूको भिड भए पनि सबैको अनुहारमा श्रद्धा र विश्वास देख्न सकिन्छ। हामी आफ्नो पालो पर्खेर दर्शन गऱ्यौँ है। अनि यदि तपाईँहरू कहिलेकाहीँ आसाम आउनु भए एकपटक कामाख्या मन्दिरको दर्शन गर्न अवश्य आउनुहोला। र यहाँ देख्न सक्नुहुनेछ यो जुन चाहिँ तपाईँले यो मूर्तिहरू देख्न सक्नुहुनेछ है, यो पनि हातले खोपेर बनाएको मूर्तिहरू है त्यो टाइममा। अनि हामीले भित्र दर्शन गरिसकेर आएर यहाँ हामीले बाहिर पनि दर्शन गरिदियो है। अनि यहाँ सबैजना आउनुहुँदै थियो, अनि सबैजनाले आफ्नो आफ्नो टर्न पर्खी पालैपिलो दर्शन गर्नुहुँदै थियो। अनि सबै सकेर चाहिँ हामी दर्शन गरिसकेर हामी मन्दिरबाट पनि निस्क्यौँ है। यहाँ बाहिर पनि यति मजाले फुलहरू राखेको छ है, हेर्नु नि के मजाले सजाएर राखेको छ। अनि हामीले चाहिँ अब चाहिँ हामी घरतर्फ लाग्यो है, घरभन्दा पनि रुमतर्फ। हस्त